तिमीलाई मासुको अचार कसरी बनाउने भनेर म सिकाउँछु है। के गरे फेरि यो बच्चाको जस्तो त्यो बच्चा होइन कि ठुली भइसक्यो? ठुली भयो कि भएन? ल अब कसरी मासुको अचार बनाउनु भने सिकाउनु। चस्मा लगाऊ। पहिला सुरुमा मासुलाई फ्राई गर्नुपर्छ है। पहिला हल्का फ्राई गरेर रातो गराएपछि के गराइयो भने बच्चा जस्तै हुने कि। अनि माछालाई के चाहिन्छ? ए माछा बनाए के अरे चिकनको अचारलाई के चाहिन्छ? यो चाहिँ मैले केलाको 1 घन्टा लाएर अनि यो पनि मैले यो काटेको हाततिर भइन्जेल तिमीले हो तिमीले काटेको र मैले काटेको नि एउटै होइन? कस्ती छ के कस्ती छ भने ल यो सबै मैले गरेको है। नुन हाल्ने बेला कता गयो फेरि? यति हाल्ने है अलिअलि यसरी हाल्ने। भाँडा मार्दैछु भने सुनाइ कि हेर्न त्यो आफ्नो खाएको थाल त मार्नु पर्यो नि त। अनि कति छ भाइ यो कहाँ हामीले मैले मात्रै खाएको दुईतिर राखेर भुटेको के हुँदैन नि। यहाँ आफू डाइटिङ बसेको छ है। दिनदिनै पकाउनु पर्ने कि अचार बनाइदिएपछि त्यो दालमा बनाएर खान्छ नि त। बिस्तारै चल त पोल्छ है पोल्छ बिस्तारै। 15 वर्ष भइसकेर पनि है। तोरी कस्तो हुन्छ? तोरी कस्तो हुन्छ भने तोरी कस्तो हुन्छ नि थाहा छैन। एक या चिजका लम्बा लम्बा पाते भने जस्तो के तोरी कस्तो हुन्छ नि थाहा छैन। कत्रो हुँदो पेट भने मम्मीको पेटै छैन हेर कहाँ घटायो ल यत्रो त हो त। यो त अनि तिमी पाएको पेट हो नि त छोरो। त्यो त घट्न टाइम लाग्छ नि त। कस्तो घटाउने र अहिले त जाऊ त छोरा त। यो पहिला तिमीलाई यो गर्दै गरेँ कुट्दै गर्थ्यौ भनेर के है। अलिअलि त हाल्नु पर्यो। तोरी कस्तो हुन्छ थाहा छैन? यत्रो बुढी भएर तोरी कस्तो हुन्छ थाहा छैन? यो जिरा हो जिरा। ए धनियाँ हो जिरा ल्याउ त। यो बट्टामा खनाउनु पऱ्यो त। बट्टाहरू खालि भएन अलिअलि सोडा हाल्यो भने यसलाई त मिक्सरमै घुल्नुपर्छ यार छोरो। गाइज हेर्नु अँध्यारो अँध्यारो छ यस्तो छैन त भद्रगोल। ओहो गाइज हाम्रो हेर नि यहाँ 4 भयो। गाइज हाम्रो त यहाँ अचार बन्दैछ क्या। अचार हेर्ने अँध्यारो भएर मेरो छोरीले चाहिँ मसला कुट्यो अरे कि मिक्सर बिग्रेछ नि त। कता किन्न जानु कि म उसको लागि फेरि पछि किन्ने भनेर कि। अनि यहाँ लसुन फ्राई गर्दैछौँ हामी। म त 1-2टा चाख्ने मात्रै हो है। ओहो चाख्ने मात्र अरे के त यो त काम कुटेको के गाइज हामीले चाहिँ नाकभित्र पस्छ। बाबा के गर्नु त्यतिकै त्यतिकै बनाऊ भन्दा आइडी बनाएर भन्नु न बाबालाई। छोड मसला यसरी हाल्ने गाइज यत्रो मसला। अनि यो त डढ्छ नि त तेल त हाल्नु पऱ्यो नि त। यो के बोले त्यस्तो नबोल। गर्दा पनि पुरा पोल्ने गरेर हाल्ने कि युट्युबमा हेर्दै बनाउनु जान्न कस्तो नआउने हो र। मैले जस्तो खानेकुरा मिठो कसरी बनाउँदैन। तिम्रो बाबाले त्यति मन पराउनुहुन्छ। बाबाले बनाउनुहुन्छ जहिले मासु र भात चाहिँ मैले भिडियो बनाइरहेको छ खालि बाबाको तारिफ गरिछ। मम्मीले त केही नै नगरिन् है गर्छु भाइ। सबै बनाउँछ। भात चाहिँ मैले बनाउँछु साथै मासु चाहिँ भात बसानी त जब भात बसान दिप्सले जाने छ। जाने ल बनाउन लगाउनु त भोलि। आमा मुखमुखे लाएर बनाएर हुन फेरि। ल गाइस फाइनली हाम्रो अचार चाहिँ रेडी भयो। अब यो 1 महिनासम्म मैले घरमा भातै पकाउँदिनँ। मेरोमा त तरकारी पकाउँदैन है। अचार थोरै हाल्ने भाँसी त ल्याप्प गरेर खाने।